हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल। आज म भर्खर अफिसबाट आइपुगेको छु। अब आज चाहिँ आज बेलुकाको इभिनिङ मेरो बच्चासँग कसरी बित्छ भनेर तपाईँहरूलाई आज बेलुकाको हाम्रो रुटिन हजुरहरूलाई सेयर गर्छौँ। आज अफिसबाट आएर एकदमै छिटो खाना खान्छु, त्यही भएर अहिले बेलुकाको 6:30 जस्तो हुन थालिसक्यो। त्यही भएर अब चाहिँ हामी खाना खान्छौँ। अनि बेलुका मेरो खाना खाने बेला हुन्छ अनि नानीलाई चाहिँ मसँगै बसेर अनि सँगै काखमै बसेर खानुपर्छ कि उसलाई। अनि एकदम खाँदै जिस्किँदै मेरो प्लेटबाट खानाहरू तान्दै होइन, अनि त्यो गर्दै उसले खाने त्यो ह्याबिटै उसलाई बच्चैदेखि त्यस्तै नै परिसक्यो। अनि मलाई पनि रमाइलो लाग्छ कि उसलाई बेलुका अफिसबाट आएपछि होइन बच्चासँग टाइम स्पेन्ड गर्दा उसलाई खुवाउँदै आफू खाँदै अनि के हो यो ममा भन्छ, यो गर्छ होइन। यो गर्दाखेरि उनीहरूलाई पनि कस्तो भने लाइक यसरी खाने भन्ने यो लाइक फ्यामिली टाइम कसरी स्पेन्ड गर्ने लाइक डिनरसँगै गर्ने भन्ने कुरा त्यो कन्सेप्टहरू चाहिँ बच्चैदेखि विकास हुन्छ जस्तो लाग्छ मलाई। अब चाहिँ उसलाई आफै बसेर खानु पऱ्यो अरे फेरि, अनि छुट्टै बलमा उसको हाई चेयरमा बसेर खानु पऱ्यो भनेर अनि यस्तै गरिरहेको हुन्छ नानीले घरि के होइन। उसलाई छुट्टै रमाइलो यस्तै गरेर खाइरहेको हुन्छ जहिले पनि होइन। हेलो एभ्रिवान भन, नमातिकन हेलो भन। Hello, एभ्रिवान Marian. हाउ आर यु भन। How are you? गुड भन। Good. हाम्रो दिदी यता हुनुहुन्छ मक्क बज्दै, छोरी नाना चेन्ज गर्दैछिन्। नाना चेन्ज गरेको हो। अनि तिमीले आज के गर्यौ छोरी दिन्न? दिउँसो के गर्यौ? Nache. नाचे। अनि के खायौ? Yapar. एप्पल। एप्पल त होइन होला, अरू? म्याङ्गो। Mango. म्याङ्गो। म्याङ्गो मिठो कि एप्पल? Mango. म्याङ्गो मिठो। के रे नानी, अनि के खाएको रे? आया आया कता हो? Agora. हट घोडा हट कपालमा त होइन, कपालमा त हुँदैन। हट घोडा ए, Agora. हट घोडा हट Ai, tô chamando, tá? हट घोडा हट। Agora. यस्तो हुन्छ यस्तो रमाइलो हुन्छ यस्तो। लक्कडी के काठी काठी पे घोडा। Lacari que agora. यो एक दिनको होइन, जहिले पनि ममा यसरी पल्ट्यो भने यस्तै हो गाइज। नानी नमातिकन के। दुख्यो। Aku बाफले बाघ। दिस इज हर बाघ गाइज। tiger yo. Yo tiger. टाइगर हो टाइगर। फेरि मम्मालाई Tiger lagi एकैछिन। aku. Tiger. मुई, म त डोराएँ। Wow. के गरेको? Wow. औ, Tiger कराको. टाइगर कराएको। Wow. अनि भोमो कसरी कराउँछ छोरी? भोमो कसरी कराउँछ? Mm. भौ भौ गर्छ। Wow. Wow. के हो यो बेबी? Ada. स्पाइडर गाडी उसको आजकलको फेभरेट गाडी हो। पहिला डर लाग्थ्यो उसलाई। ल देखाऊ त कसरी चल्छ त्यो स्पाइडर। छुई, यस्तो खतरा छ गाइज, यस्तो खतरा छ गाडी। कसले किनेको छोरी? बुवा छानु बाबाले। कसले? जाउली माम खायो? तिमी जाउली माम खायो? छोरी तिमीले सबभन्दा धेरै कसलाई माया गर्छौ? सानो बाबालाई। वाह, नानीको प्ले टाइम हो। ए यहाँ यस्तो छन् यिनका साथीभाइहरू। के हो? के हो बेबी देखाऊ मम्मालाई। बुकहरू च्यातेर यस्तो छ, केही पनि रहन्न। देखाऊ मम्मालाई। ल कथा भन। कथा भनिदेऊ त मम्मालाई। यो के हो छोरी तिम्रो यो? अनि यो के हो?
नानीको एम्बुलेन्स हो अनि यो के हो बुढी यो के हो टिङ्कु यो के हो पानी सानो बनी अनि यो को हो नानी अनि मम्मा खै आई लभ यु यता हेरेर यो बटरफ्लाई हो भएन नानीले गराएर देखाइदिन्छन् कि नानीले ल जाऊ भएन के नानीले देखाउँछन् नानीलाई आउँछ खै कसरी अरे के नानीले आउँछ खतरा मामा बडी मान हो बडे मान भने यो के हो नि बाबा बडे मान भने यो के हो मामा बडे मान भनेको ठुलो भनेको भन्नु न मामा ठुलो Hmm. नानी के छ खै कहाँ कहाँ लेखिसिन् नानीले नानी के छ खै हेर्दै जाऊँ न के गालीको तेलाको तेल लाको आहा नङ्गे पुङ्गे छोरी नङ्गे पुङ्गे भएको हो नङ्गे पुङ्गे यहाँ छोप्नुपर्छ है ए नङ्गे पुङ्गे लौ नङ्गे पुङ्गे बेलुकामा सधैँ हाम्रो रुटिन यस्तै हुन्छ बेलुकामा अलिक टाइमली चाँडो खाना खान्छौँ खाना खाइसकेपछि नानीलाई पनि खुवायो अरे अनि एकदिन बुक पढ्ने खेलौना खेल्ने उसको गफ सुन्ने दिनभरिको सबै गर्छौँ होइन अनि यस पछाडि उसको बेड टाइम सुरु हुन्छ यस्तै छ बेबी यता यता बेबी यता नानीको टेटी टाइम यस्तै गरेर हाम्रो जहिले पनि बेलुकाको समय सिद्धिन्छ है मम्मा अफिसबाट आएपछि मामा हजुर यो मम्माले भिडियो खिचिरहेको छु छोरो अनि मम्मा अफिसबाट आएपछि खेल्ने हल्ला गर्ने अनि अलिक चाँडै डिनर गर्ने त्यस पछाडि फेरि खेल्ने भइसक्यो अब अनि छोरी यसरी त्यही लाउने हाई भनिदेऊ छोरी हाई भनिदेऊ आई हाई यसरी त्यति लाउने अनि त्यस पछाडि गुड नाइट भन्ने भनिदेऊ गुड नाइट भन गुड नाइट गुड नाइट भनेर छोरी नुनु गर्ने थ्याङ्क यू सो मच फर वाचिङ आजलाई यति नै भोलि फेरि हामी नयाँ भ्लग लिएर आउँछौँ भन्दैछ र बाई भनिदेऊ बाई गरे बाई दिदी केही भन्नु छ छैन ठिक छ ठिक छ थ्याङ्क यू सो मच भोलि फेरि अर्को नयाँ भ्लग लिएर आउने नै छौँ प्लिज लाइक सेयर एन्ड सब्सक्राइब गर्न नबिर्सिनु होला बाई